नमस्ते। आज तपाईहरुलाई तीनटा टिप्स दिँदैछु। भिडियोलाई ध्यान दिएर अन्तिमसम्म हेर्नु होला। यदि कसले कन्टेन्ट मोनेटाइजेसन पाइसक्नु भएको छ, पाइसक्नु भएकोलाई पनि यो भिडियो एकदम काम लाग्नेछ र नपाउनु भएकोलाई पनि काम लाग्नेछ। कसरी त भन्दाखेरि हामीले बारम्बार गल्ती गरिराख्छौं हो। एकचोटी अपलोड गरेको भिडियो फेरि अर्कोचोटी झुकिएर अपलोड गर्छौं र एकचोटी कुनै पनि कन्टेन्ट हामीले अपलोड गरिसकेपछि सेकेन्ड टाइम फेरि हामीले त्यसैलाई एडिट गरेर पोस्ट गर्छौं। यो बानीलाई आजदेखि हटाउनु पर्छ र यहाँनिर चाहिँ मैले आज तीनवटा टिप्सहरु दिँदैछु। पहिलो नम्बरमा रहेको छ फेसबुकलाई यदि तपाईले मोनेटाइज गर्न चाहनुहुन्छ भनेदेखि तीनटा रिल्स हाल्नुस्, दुईटा फोटो हाल्नुस् र दुईटा टेक्स्ट लगाउनुस् अनि पाँचवटा स्टोरी लगाइदिनुस्। यति गरेपछि एक दिनको कम्प्लिट हुन्छ। सकिन्छ भने जति पनि पोस्टमा कमेन्टहरु आएको छ रिप्लाई गर्नुस्, सकिदैन भनेको एउटा पोस्टमा आएको केही कमेन्टहरुलाई 10-20 वटालाई रिप्लाई गरिदिनुस्, रियाक्सन मात्रै दिनुस् र तिनीहरुको कमेन्टलाई पनि कहिले-कहिले ट्याब गरेर उनीहरुको प्रोफाइल पनि भिजिट गर्दै गर्नुस्। र अर्को रह्यो दोस्रो नम्बरमा के छ त भन्दाखेरि कुनै पनि कन्टेन्ट हो हामीले एकचोटी बनाइसकेको कन्टेन्टलाई दुबारा फेरि दोस्रोचोटी प्रयोग गर्दै नगर्नुस् है। र अर्को कुरा के रह्यो भन्दाखेरि नम्बर 3 मा छ हामीले कुनै पनि प्लेटफर्मको भिडियो उठाएर फेसबुकमा राख्नु हुँदैन। टिकटक होस्, अरु कुनै पनि ठाउँको प्लेटफर्मको भिडियो होस् हैन, युट्युब होस्, जहाँ सुकेको कन्टेन्ट होस् हामीले उठाएर सिधै फेसबुकमा अपलोड गर्नु हुँदैन। यो कुरा चाहिँ एकदम ध्यान दिएर बुझ्नु पर्ने कुरा हो है त। र कतिपय साथीहरुलाई लाग्न सक्छ अरूको भाइरल कन्टेन्टलाई उठाएर मेरो आइडीलाई मोनेटाइज बनाउँछु र पैसा कमाउँछु, तर यो कदापि पनि हुँदैन। फेसबुकले अहिले मागिरहेको कुरा के छ त भन्दाखेरि ओरिजिनल कन्टेन्टमा काम गर्नु भनिरहेको छ। जति पनि तपाईको ओरिजिनल कन्टेन्टहरु छ त्यसलाई मात्रै उले भ्यालु दिने गर्छ हो। त्यसबाट तपाईको अर्निङ पनि हुन्छ हो। मैले अहिले 7 दिन भयो कन्टेन्ट मोनेटाइजेसन पाइसकेको र यो 7 दिनमा चाहिँ मैले लगभग हैन मेरो प्रोफाइलको अनुसार हैन मैले भिडियो र मैले काम गरे अनुसार चाहिँ केही रकमहरु प्राप्त गरिसकेको छु। र यहाँहरु पनि आफ्नो प्रोफाइलमा अर्निङ गर्न चाहनुहुन्छ भनेदेखि यो तीनवटा टिप्सलाई फलो गर्नु होला है। अनि बिर्सिनै नहुने कुरा भनेको चाहिँ हामीले पोस्ट गर्न चाहिँ बिर्सिनु हुँदैन। कन्टिन्यू रूपमा डेली हामीले पोस्ट गर्नै पर्छ हो। डेली पोस्ट हामीले गर्यौं भनेदेखि चाहिँ तपाईको ड्याशबोर्डमा कुनै पनि समस्या आउँदैन। अनि त्यसपछि अर्को कुरा रह्यो स्टोरी पनि डेली हामीले लगाउनु पर्छ। जब मोनेटाइज हुन्छ तब स्टोरीबाट पनि पैसा आउँछ। जब मोनेटाइज भएको छैन भनेदेखि स्टोरी दिनमा 5 वटा मिनिमम लगाउनै पर्छ हो। 3टा रिल्स लगाउनै पर्छ। सकिन्छ भने हप्तामा एकचोटी 1 घण्टा जति 45 मिनेट जति लाइभमा बस्नु भयो भनेदेखि सबै कुरालाई तपाईको फेसबुकले कभर गरिदिन्छ हो। तपाईले चाहिँ यो कुरा ध्यान दिनु पर्यो जुन कुरा हो आफ्नो ओरिजिनल कन्टेन्टहरु मात्रै फेसबुकमा प्रयोग गर्नुस् हो। युट्युबको अनि इन्स्टाग्रामको अनि त्यसपछि गयो टिकटकको कुनै पनि कन्टेन्टहरुलाई फेसबुकमा उठाएर हाल्ने काम चाहिँ गर्दै नगर्नुस् है त। भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया चाहिँ दिनु होला। यदि तपाईलाई युजफुल भिडियो भयो भनेदेखि चाहिँ यसलाई सेभ गरेर राख्नु होला है त। धन्यवाद।